डियर स्टुडेन्ट्स, आजको क्लासमा तिमीहरूलाई स्वागत छ र आज म तिमीहरूलाई डिभिजनको विषयमा डिभिजनको कन्सेप्ट क्लियर गराउन चाहन्छु है। नानीहरूले अब ठुलै क्लासमा पुगेर पनि यो डिभिजनहरू गल्ती गरिरहेको हुन्छ, मिस्टेक गरिरहेको हुन्छ है। र त्यसले गर्दाखेरि इक्जाममा तिमीहरूको मार्क्स राम्रो आउँदैन है। मैले त राम्रो गरेको थिएँ भन्ने हुन्छ र अब तिमीहरूलाई म यो डिभिजनको विषयमा यसको वास्तविक के हो कुरा है, कहाँ गल्ती हुँदैछ है, के गर्नुपर्ने त्यो विषयमा बताउन चाहन्छु। जस्तै अब एउटा इक्जाम्पल दिँदैछु, 21 डिभाइडेड बाई 2 है। 21 डिभाइडेड बाई 2 यसको मिनिङ चाहिँ के हो है? नानीहरूले के भन्छ, 2ले 21लाई डिभाइड गर्नु, त्यो मात्रै जानेको हुन्छ नानीहरूले, त्यस्तो मात्रै सोचेको हुन्छ। अब यसको अर्थ चाहिँ के हो भन्दा चाहिँ, मिनिङ चाहिँ के हो भन्दा चाहिँ सिम्पल भाषामा 21 रुपियाँ दुईजनामा बाँड्नु भनेको, 21 रुपियाँ अथवा 21वटा सुन्तला दुईजनामा बाँडिदिनु भनेको जे हो नि। यस्तो अब यसलाई चाहिँ नानीहरूले के गर्छन् भनेदेखि चाहिँ 2ले 21लाई डिभाइड गर्छ, 2 1 जा 2, माथिबाट 1 ल्यायो, पोइन्ट लगायो, 0 है। त्यहाँदेखि 2 5 जा 10 हो, यस्तो गर्छ नानीहरूले हो। गर्दाखेरि यहाँ कति एन्सर आयो? यताको रुपियाँ उताको पैसा, डेसिमलदेखि यताको चाहिँ रुपियाँ उताको पैसा, 1 रुपियाँ 50 पैसा भयो। अन्त यो त कसैले पनि मान्दैन, 21 रुपियाँ छ पैसा चाहिँ दुईजना मात्रै बाँडेको छ, 1.5 रुपियाँ पऱ्यो, अन्त कसैले पनि मान्दैन यो त। त्यसले गर्दा चाहिँ यो चाहिँ के भयो? ब्लन्डर मिस्टेक भयो है। प्र्याक्टिकली हेर्दा नानीहरूले पनि बुझ्छन् र यसलाई चाहिँ अब कस्तो पाराले डिभिजन गर्नुपर्ने, अब तिमीलाई अन्दाज हुनुपर्छ नानीहरूलाई। यसमा चाहिँ कसरी थाहा पाउनु भन्छ नि त नानीहरूले, यसै अन्दाज हुनुपर्छ। अब 20 रुपियाँ दुईजनामा बाँड्दाखेरि त 10 रुपियाँ पर्छ भनेदेखि यहाँ त अझै बेसी छ नि त, अझै 1 रुपियाँ बेसी छ नि त। त्यसले गर्दाखेरि त यहाँ 10 आउनुपर्ने, डेसिमलदेखि यतै 10 आउनुपर्ने, आएन, काहीँ गल्ती भयो कि भनेर फेरि के गर्नुपर्छ? गर्नुपर्ने त्यसलाई। मैले त मिस्टेक गरेछु भनेर याद भइहाल्नुपर्छ। यसलाई प्र्याक्टिकली सोच्नु पऱ्यो नि त। हेर्नुहोस्, अब 2ले 21लाई डिभाइड गर्दा चाहिँ के गर्नुपर्छ भने 2 10 जा 20 हो, यो गर्नुपर्ने हो, 2 10 जा 20। अनि डेसिमल लाउनुपर्छ, 2 5 जा 10 गर्दाखेरि यताको 10 रुपियाँ उताको 50 पैसा गर्दाखेरि चाहिँ 10 रुपियाँ 8 आना एकजनालाई पर्यो। गर्दा यो चाहिँ एकदम के भयो? राइट एन्सर भयो। अब डेसिमलमा तिमीहरूलाई कन्फ्युज हुन्छ होला, जस्तै 1 रुपियाँ, यो चाहिँ 1 रुपियाँ 50 पैसा भयो, यो चाहिँ 1 रुपियाँ 5 पैसा भयो होइन, यो चाहिँ 1 रुपियाँ 5 पैसा भयो, यो चाहिँ 1 रुपियाँ 50 पैसा भयो। यता 0 लाउनु पाउँछ, बुझ्यो? यो हो, यो पनि कन्फ्युज नहुनु। अनि यसलाई फेरि 1 रुपियाँ 45 पैसा भयो यो। र अब डेसिमलको कुरा पनि बुझ्यो होला है। र अब अर्को छ 30ले 305, 305ले डिभाइड गर्नु छ भनेदेखि के गर्छ? 30 10 जा गर्नुपर्छ हो, यसरी 30 10 जा रिमाइन्डर 5 भयो। अब यो त ठिकै छ नि त, 305 रुपियाँ होइन, 305 रुपियाँ 30जना बाँड्दाखेरि 10 रुपियाँ र अब अलिकति पैसा त्यो पायो नि त, यो त एकदम ठिक छ नि त। तर नानीहरूले चाहिँ के गर्छन् भनेदेखि चाहिँ 31 जा 30 अनि 5 यहाँ रिमाइन्डर, त्यसो गर्छ। त्यसले गर्दा ब्लन्डर मिस्टेक हुन्छ। र डिभिजन पनि तिमीहरूलाई अब याद भयो होला है, देयरफोर यो खालको मिस्टेक चाहिँ नगर्नु, अन्दाज पनि लाउने गर्नु, यति जस्तो एन्सर त आउनुपर्ने भनेर